सम्मानीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। म केही तथ्याङ्क सुनाउन चाहन्छु। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक 97 वटा दुर्घटना हुन्छ र दैनिक 7 जनाले ज्यान गुमाउँछ, भनौँ हत्या हुन्छ। तथ्याङ्क अनुसार गत आर्थिक वर्ष विक्रम सम्मत 2080-81 मा नेपालमा 35,404 वटा सडक दुर्घटना भयो र 2,369 जनाले ज्यान गुमाए, 6,160 जना गम्भीर घाइते भए र 25,000 जना घाइते भए। हिजो राति 3:40 साँखु स्थित अनाथालयमा टिपरले खिचेर 3 जनाको मृत्यु भयो। 10 जना सुतिरहेका टहरामा शुक्रबार बिहान टिपर अनियन्त्रित भएर पसेको थियो र 3 जनाको मृत्यु भयो। प्रहरीले दिएको जानकारी अनुसार 2 जना 21 वर्षको र 1 जना 45 वर्षको रहेको छ। त्यो संस्था द्वन्द्व पीडित तथा अनाथालय संस्थामा रहेका व्यक्तिहरू थिए। यो किन हुन्छ त भनेर अध्ययन गर्दै गर्दा टिपर चालकहरूलाई तलब कम दिइन्छ र पर ट्रिपको भत्ता दिइन्छ। त्यसैले धेरै ट्रिप भ्याउने हतारोमा उनीहरूको दुर्घटना हुन्छ। धेरै स्थानीय तहका नेताहरूको लगानी रहेको छ टिपरमा, जसले कानुन मान्दैन। टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ। अर्को कुरा, गुनासो आएको सीतापाइला र धार्केको मार्गमा ट्रिपर हिँड्न अनुमति दिइएको छैन, तर जबरजस्ती गुडाउँछन्, किनकि स्थानीय नेताहरू र ठेकेदारहरूको लगानी भएकोले सरकार र राज्य पनि त्यहाँ कमजोर हुन गएको छ। यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौँ कि यो मृतकको सङ्ख्या मात्र गनेर बसिराख्ने हो? यो नियन्त्रणतिर सबैको ध्यान आकर्षण गराउन चाहन्छु र जाँदा जाँदै आन्तरिक उडान सबै ठप्प भएको नेपाल एयरलाइन्सको र त्यहाँ तल